नाम भन्छ तेस्रोमा कसले चौथोमा को ल 5 6 6 मा को 7 को 8 को 9 ल 9 आफ्नो रोल नम्बर सम्झिने है 1 को ल पालैपालो 1 भन्दाखेरि एक पालैपालो है आफ्नो सम्झिने है अनि नाम र कक्षा भन्ने है त ल नाम र कक्षा मात्रै भने भयो ल ल पानी खाऊ पहिला पानी खाएर आउने ल सम्झे सुन्नु नज बाबु नखाऊ ल पानी खाएर आऊ ल ए नजाऊ तल नजाऊ तिमी पानी खाएर पछि जाने म टाढा जानु पर्यो नि तिमी त ल आफ्नो रोल नम्बर सम्झ्यौ नि रोल नम्बर तिम्रो कति रोल नम्बर हो तिम्रो मेरो 3 यहाँको के यहाँको वहाँ स्कुलको होइन ल 3 है ल ल सुरु भयो ल अब पालैपालो है एक भन्दाखेरि उ यहाँनिर आउने अनि भन्ने मैले यो माइक दिन्छु ल ल बुझ्नु भएछ ल म बस्छु अनि बसेर यस्तरी पालैपालो है है त यस्तरी बस्छु तपाईँहरू उठ्ने म बस्ने ठिक छ ल अहिले हल्ला नगर्नुहोस् है ल सुरु भयो ल ल ठिक छ सम्पूर्णमा नमस्कार म सुशील बस्याल राष्ट्रप्रेमी यति बेला पाल्पाको बगनासकाली 8 बराङ्दी बेलाउती खरकमा छु मैले आजभन्दा ठ्याक्कै 15 वर्ष अगाडिको अलिअलि स्मरण पनि भइरहेको छ एउटा रमाइलो पनि अनुभूति भइरहेको छ यहाँ केही बेर हाम्रो भाइ बहिनीहरूसँग हाम्रो भलाकुसारी पनि हुनेछ यतापट्टि बाइक आएको छ यतापट्टि अर्को हाम्रो खेलाडी पनि आउनु भएको छ अहिले खेलाडी पनि हामी केही कुरा लिन्छौँ रमाइलो छ ल अब यहाँ हामीले रोल नम्बर अनुसारै यहाँ विभाजित गरिरहेको छौँ साथीहरूलाई 1 नम्बर कसको आज 1 नम्बर कसको 1 नम्बर कसको ल तिम्रो नाम के हो मनिष बहादुर कति कक्षामा पढ्छौ 2 2 रोल नम्बर कसको मेरो के नाम हो तिम्रो दिपजल बजाल कति कक्षामा पढ्छौ एलकेजीमा एलकेजीमा पढ्ने ल अब अर्को आउनुहोस् 3 नम्बर ल एनसिका बस्याल हजुर 2 कक्षामा पढ्छु हजुर अरु नम्बर 6 रोल नम्बर 6 स्कुलको रोल नम्बर चाहिँ 6 आज यहाँ खेल्दाखेरि चाहिँ रोल नम्बर 3 अब कतिको पालो आयो 4 मेरो नाम उत्सव बस्याल भने त भने भाइ कति कक्षामा पढ्छौ म 2 क्लासमा पढ्छु 2 क्लासमा पढ्छौ ओके थ्यांक यू अब कसको पालो 5 नम्बर मेरो नाम सुप्री बस्याल हो म कक्षा 5 मा पढ्छु मेरो स्कुलको रोल नम्बर 5 यहाँको चाहिँ यहाँको पनि 5 ए कति मिलेको कक्षा पनि 5 सबैतिर 5 भएको छ यतापट्टि डिस्टर्ब गर्ने तत्त्वहरू पनि आइरहनु भएको छ अब 6 कसको हो मेरो ल 6 मा मेरो नाम